नमस्कार। रक्सीको बदल बेच्नेहरूले बिल्डिङ बनाए, गाडी किने, नानीहरू राम्रो राम्रो स्कुलमा पढाउँछ भने त्यो रक्सीको बदल रित्याउनेले भुँडी झुन्ड्याइरहेछ। छुट्टी भने रक्सी बेच्नेले, ड्रग्स बेच्नेले घर निर्माण गरिरहेछ, नानीहरू राम्रो राम्रो स्कुलमा निजी पाठशालामा पढाइरहेछ, गाडी किनेर लग्जरी गाडीमा हिँडिरहेछ, सुन चाँदी लगाइरहेछ भने ड्रग्स खाने, रक्सी खानेले चाहिँ घर बर्बाद पार्दैछ। एक नानीहरूको भविष्य बर्बाद, बुढीसँग छल्लै बिल्ली आफू पुरै छुटराम, गाउँ समाजमा नराम्रो, नानीको भविष्य त बर्बाद भयो, आफ्नो लाइफ बर्बाद पार्दैछ भने रक्सी बेच्ने, ड्रग्स बेच्नेले चाहिँ लग्जरी गाडीमा हिँड्दैछ, राम्रो राम्रो घरमा बस्दैछ, नानीहरू राम्रो राम्रो पाठशाला पढाउँदैछ भने रक्सी पिउने र ड्रग्स खानेले आफ्नो स्वास्थ्य बर्बाद पार्दछ, समाज गाउँ समाज बर्बाद पार्दछ, आफ्नो परिवार बर्बाद पार्दछ। यसैले चाहिँ तपाईँ ड्रग्स खानुहुने, रक्सी पिउनुहुने आदरणीयले तपाईँलाई आजैदेखि छोड्नुहोस् भन्ने म धनराज लामा सिक्किमबाट सुझाव दिन चाहन्छु। धन्यवाद।